हेलो एभ्रिवान, नमस्ते छ है। अनि आज चाहिँ म चाहिँ नास्तामा चाहिँ के बनाउँछु भन्दा हेर्नु न, आलु लिएको छु कि। अन्त आलुदम र चिउरा बनाउने, भुटेको चिउरा र आलुदम चाहिँ एकदमै मिठो हुन्छ हो। आजको मेरो रेसिपी चाहिँ आलुदम र भुटेको चिउरा छ है साथीहरू। कसलाई मनपर्छ कमेन्ट गरेर भन्नुहोस् ल। अन्त लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। हेर्नुहोस् त, मैले आलु चाहिँ काटेर उसिनेको छु नि त, छिट्टो पाक्छ भनेर। मजाले पाकिसकेको छ मेरो आलु चाहिँ। मैले आलुलाई छिलछाल गरेर राखेको छु, अब काटकुट गर्ने हो। अन्त यता फेरि मैले चाहिँ लसुन टमाटर र अलिकति 2-3वटा सुक्खा खोर्सानीलाई पिसेर पेस्ट बनाएको छु। फेरि टमाटर प्याज हरियो खोर्सानी पनि काटेको छु नि त, अलिक ग्रेभी हुन्छ भनेर। मेरो कराई चाहिँ तातिसकेको छ। अब चाहिँ म यसमा तेल हाल्छु। तेल हालिसकेँ। हेर्नुहोस्, मैले मसला पनि हालिसकेको छु, देखाइन। अब माथिबाट अलिकति पानी हालिदिने। पानी हालेर मजाले चलाउनुपर्छ। यता मेरो आलु पनि काटेर रेडी छ, धनियाँ पनि काटेर रेडी छ। हेर्नुहोस् त, मसला पनि पाकिसकेको छ। अब माथिबाट चाहिँ आलु हालिदिने। आलु हालेर चाहिँ मजाले चलाउनुपर्छ, किनकि नुन खोर्सानी चाहिँ लाग्नु पऱ्यो नि त आलुदममा। हेर्नुहोस् त, मेरो आलुदम चाहिँ पाकिसकेको छ, खानुलाई रेडी भएको छ है। अब म माथिबाट धनियाँ पत्ता हालिदिन्छु सल्ला पारेर। अब यसलाई चाहिँ म एउटा बोलमा चाहिँ ट्रान्सफर गर्दैछु नि त आलुदमलाई चाहिँ। अन्त यता मैले फेरि कराई बसाइरहेको छु चिउराको लागि। अब खोर्सानी हालिदिने, अन्त लसुन हालिदिने, अन्त प्याज पनि हालिदिने, अन्त अलिकति कडी पत्ता पनि हालिदिने, किनकि टेस्टी हुन्छ नि त। मलाई चाहिँ यसरी बनाएको चिउरा चाहिँ साह्रै मिठो लाग्छ। मिठो हुन्छ, तपाईँहरू पनि बनाएर खानुहोस् है। यसरी नै माथिबाट चिउरा हालिदिएको छु। अब यसलाई चाहिँ मजाले भुट्ने, मजाले भुटिनुपर्छ, चलाइबस्नुपर्छ। चिउरा डढ्यो भने चाहिँ मिठो हुँदैन नि त। अन्त माथिबाट टेस्टको लागि चाहिँ नुन पनि हल्का हालिदिएको छु, एकदम टेस्टी हुन्छ। हेर्नुहोस् त, मेरो चिउरा पनि रेडी भयो। यता मेरो आलुदम रेडी भएको छ। अब यता मैले फ्रुटहरू पनि काटेर राखेको छु नि त, मेवा। अब म फेरि बेलको जुस बनाउँछु। जुस त खानै पऱ्यो बिहान त, मर्निङमा त। हेर्नुहोस् त, अब बेलको जुसलाई चाहिँ म यसरी ट्रान्सफर गर्दैछु नि त डेक्चीमा। अब सबैजनालाई सार्ने एकैचोटि। यो चाहिँ ढिलो सार्यो भने चाहिँ जामिहाल्छ नि त, त्यसले गर्दा चाहिँ म एकैचोटि सबैलाई सार्छु हो। अन्त फटाफट सबैलाई दिने, खाइहाल्ने। देख्नुभयो, जुस पनि सबै रेडी भयो। मेरो नास्ता सबै रेडी भयो। हेर्नुहोस्, आजको मेरो नास्ता चाहिँ यस्तै छ है साथीहरू। अब म मेरो श्रीमानलाई लिएर जाँदैछु। हेर्नुहोस्, श्रीमान चाहिँ अघि पूजासुजा गरेर चाहिँ नास्ता खानालाई बस्नु भएको छ हो। कपडा लाउनु पनि भ्याउनु भएन छ। तपाईँहरूलाई मेरो रेसिपी कस्तो लाग्यो? बाई बाई।